यो गाडी फोन नगरेर जा कति चाँडै आएको मेरो बारेमा थाहा पाएपछि त मार्छ गाडी मलाई होइन मैले के को गुनगुन हौ त्यस्तो एक्लै बर्बाएर राख त तिमी त के गुनगुन हुनु नि गाडी तिम्रो दाइ आउनलाई हो कि विदेशबाट हेर त केही नभनिकन घाँच्चै आएको कस्तो डर लागिरहेको छ मलाई त त्यही भएर अब यहाँ घर सफा गरेर म जान लाग्यो ल्याउन ए दाइ आउनु भयो त्यसो मिठाई खान पाइने भयो इ गाडी मिठाई खान भने आफ्नो कोही आउलाई दिने होइन स्वाद दिने हेलो सुन त के हुन्छ नि मेरो बर्थडे विदेशबाट आउन नि आज आउन छ कि लिउन जान छु गाडी अबदेखि फोन नगरे आयो के गर्ने हो गाडी फोन सिन सब चेक गर्छ होला अब फोन नगरे म आफै एक्लै भागला फोन गर्छु भर्न नभएले चाहिँ भेट्न हामीलाई पनि अबदेखि फोन नगरे है ल म लिउन जान छु ल ल घर पनि गाडी यो बोक्यो मैले आफै आउनु भयो तँलाई किन बोलाउँथेँ र मैले उसलाई हेल्प गरिदिए भनेर बोलायो अगाडि हिँड्छ गाडी सिधा यत्रो वर्षपछि भेटभाट माया लाग्दैन क्या बड्डोको टाउकोमा बोक टाउकोमा फुटे सामान छ सक्छु र गाडी सकिहाल्छस् क्या ओ बहिनी मिठाई खाना आऊ तपाईँ पनि आउनु ल माथिको घरको लागि बोलाउनु ल टाउको सब आउनु किन बोलाउनु पर्ने दुनियाँलाई अनि भर्खर विदेशी आएको अनि मिठाई खुवाउनु पर्ने विदेशी मिठाई सबैले आउनु ल है सब सबैले बोलाउनु परेको छ यो पानी त कहिले हट्ने भएन त्यो त आऊ गाडी कति बस गाडी अनि कस्तो गाडी फोनै नगरेर एक्कासी आयो र अनि सिमले काम गरेको छैन थियो कि अनि कति वर्षपछि सिम युज भयो नेपालको हरेको तँलाई पानी पनि दे भन्नुपर्छ पानीले चिसो फ्रिजको हटे गाडी कहाँ छ फ्रिज सिरिज हुनु पाएन घरमा त्यो कुवाको पानी छ गाडी त्यो खाने हट यत्रो वर्ष पठाइदिएको पैसाले एउटा फ्रिज पनि किन्नेस् जा त्यही कुवाको पानी पनि लिएर बट्टा यो खोला के ल्याउनु भएको छ नखोल जान्दिस् म आफू खोल्छु अहिले त्यो गाडी छुन पनि नद्या र ओहो दाइ नमस्ते आइपुग्नु भयो नमस्ते बहिनी नमस्ते भर्खर आइपुगे कस्तो मोटो भारी छ दाइ तपाईँ त अलिअलि विदेशी हावापानी लागेको छ यो खोलिदिन्छु म अहिले नखोलिनुहुन्छ क्या गाडी अहिले साथतिर खोलिनुहुन्छ अलिअलि मिठाई सिटाई बाँडिदिनु के ल बर्थडे यता मिक्सर मिठो अचार पिसेर खाने बलियो हुन्छ यो 4 वर्ष ग्यारेन्टी छ यसको मैले अनि यो त मेरो बर्थडेकै लागि मेकअप बक्स राम्रो होस् नि त मेरो बुढी अझै यो भन्ने राम्रो होस् यो दलेर खै वाउ यस्तै चाहिएको थियो खै वाउ कस्तो राम्रो थ्याङ्क यू बड्डो यो जुत्ता पनि तेरो लागि ल्याइदिएको थिएँ तसँग जुत्ता धेरै छ नि यो बहिनीलाई दिन्छु वाउ कस्तो राम्रो जुत्ता दाइ मलाई पनि जुत्ता चाहिरहेको थियो थ्याङ्क यू दाइ अर्को कोही विदेशबाट आउला आछि गाडी आफ्नो कोहीले ल्याएर केही दिनु होइन यो बड्डो पनि यो चाहिँ बनाएको छ साडी तसँग त धेरै छ बहिनीलाई दिने गाडी कहाँ हुने र छैन यताउता लाउने बेला हुन्न र मलाई आज तेरो लागि त म स्पेसल चम्दाको ब्याग पनि ल्याइदिएको छु के नेपालको 40,000 को 40,000 को यति ओरिजिनल हो यो तेरो लागि वाउ कस्तो राम्रो थ्याङ्क यू बड्डो अनि बहिनी तिम्रो सासूको लागि उनको ओरिजिनल यो पनि ब्याग हो
लाउँदै है हस् हुन्छ दाइ त्यो पनि धेरै लाग्यो यो होइन वाह ल पाला नि ए बाजे आउनु आउँछ मिठा खानु पाइन्छ गरे बाजे भाग्यमानी बस ओहो नाइ कुनै बारे थियो त बस बस मिठा खाएर चलास यो चाहिँ बाउको लागि कपडा बाउले बाउले बिहान भएर माथि थला परेछन् हिँड्न पनि सक्दैनन् अहिले पछि दिनुहुन्छ त्यहाँ राख्नु अहिले देश ल बुढी बार्नु पर्ने कुराहरू मैले सब बाँडिसके यो चक्लेट चाहिँ गाउँभरि बाँड्न नबिर्छ सबलाई बाँड्दैछ बेरे आएको भने थाहा हुन्छ नि सबलाई हुन्छ गाडी बाँडिदिन्छु राम्रो सामान पनि सबैले बाँडेर सकिगेर यो अब यो चक्लेट झन् किन्न बाँड्ने र बाँडिदिन्छु म घरमा राख्दिनँ ल ल दाइ हामी त गयौँ उसको उता घरतिर पनि देखाउनु पर्छ सामान फेरि ल बहिनी ल यसो साथतिर आयो नि टाइम मिलाएर दाइ विदेशदेखि आएको एउटा भाले काट्नु पर्छ आज पाँच गाडी भाडे खुबै पैसा सस्तो भए जस्तो के र भाडे काट्छु गाडी कन्जुस गर्न पहिला त गाडी अझ भाले काट्छु सब सामान मोबाइल सोबाइल हेर त मोबाइल त्यो अर्को सालीलाई दिन सकिनँ सालीको पनि मोबाइल छैन दुनियाँभरको मान्छेले मोबाइल दिने ओ बा उठा हो तोरा विदेशदेखि आइसक्यो ओहो बाबु आइस आउनु त अघि नै आम हात ढोक गरे ल भाग्यमानी भएछ गाडी निकै टाइम लाग्छ गाडी चले घर आउन पनि ल बा उतादेखि आएको ज्यान थाक्या छ भोलि बसौँला है म गएँ धेरै रात भयो गाडी ल के गर्नु लाग्छ बाहिर राति के होइन बाबु पिछा फ्यान जाला त हिँड्न लोटेर हिँड्नै सकिनँ के गाडी ल ल जा सुट म पनि जान्छु ल जाऊ जाऊ तु त राम्रोसँग छोराको चेवा लागेर बसेर राति रातिमा मान्छे बन्द भएर मलाई थाहा छैन खतम बाउ त